के तपाईले कहिल्यै सोच्नु भएको छ कि नेपालमा क्रिकेट किन गुन्जिरहेको छ? आउनुहोस् यो रोचक प्रसङ्गको बारेमा अन्वेषण गरौं। नेपालमा क्रिकेट केवल एउटा खेल मात्र होइन, यो वर्षौंदेखि गति लिइरहेको घटना हो। काठमाडौँका सडकदेखि ग्रामीण गाउँसम्म क्रिकेट नेपाली संस्कृतिको अभिन्न अंग बनेको छ। अन्तर्राष्ट्रिय खेलहरूमा हजारौं प्रशंसकहरूले आफ्नो राष्ट्रिय टोलीको जय जयकार गर्दै खेलप्रति देशको लगाव निर्विवाद छ। यदि तपाई क्रिकेटको कट्टर प्रशंसक हुनुहुन्छ वा खेलको बारेमा उत्सुक हुनुहुन्छ, यो भिडियोले नेपालको क्रिकेटको संसारमा एक अन्तर्दृष्टिपूर्ण झलक प्रदान गर्दछ। यद्यपि यसको लोकप्रियताको बावजुद नेपालमा क्रिकेटले धेरै चुनौतीहरूको सामना गर्दछ। धेरै क्रिकेट क्लब र एकाडेमीहरूले आर्थिक सहयोग प्राप्त गर्न संघर्ष गरिरहेको बेला कोषको मुद्दा लामो समयदेखि खेलको लागि एउटा समस्याको रूपमा रहेको छ। पूर्वाधारको अभाव अर्को प्रमुख चिन्ताको विषय हो। धेरै मैदान र सुविधाहरू जीर्ण अवस्थामा छन्। नेपाल क्रिकेट संघभित्रको सुशासन समस्याले पनि आशंका उब्जाएको छ। भ्रष्टाचार र गलत व्यवस्थापनको आरोप पनि लागेको छ। यी चुनौतीहरूले निसन्देह खेलकुदमा प्रभाव पारेको छ। नेपाली क्रिकेटले वर्षौंको दौडान उतार चढावहरूको उचित हिस्सा अनुभव गरिरहेको छ। तर यी समस्याहरूलाई सम्बोधन गर्न के गरिँदैछ? खैर, नेपाल क्रिकेट संघले शासन र पारदर्शिता सुधार गर्न काम गरिरहेको छ। साथै तल्लो तहका विकास कार्यक्रमहरूमा पनि लगानी गरिरहेको छ। देशभरि तल्लो तहदेखिका पहलहरू देखा पर्दैछन्। धेरै युवा खेलाडीहरूलाई आफ्नो सिप निखार्ने अवसर दिइदैछ। राष्ट्रिय टोलीले पनि हालैका वर्षहरूमा राम्रो प्रदर्शन गरिरहेको छ। शीर्ष स्तरीय टोलीहरू विरुद्ध केही उल्लेखनीय जितहरू हासिल गरेको छ। तर खेलकुदमा विवादले पनि सताएको छ। म्याच फिक्सिङ र भ्रष्टाचारका आरोपहरू शीर्षक बनेका छन्। नेपाली क्रिकेटको सम्भावना र जोश प्रदर्शन गर्ने एउटा महत्वपूर्ण क्षण भनेको सन् 2018 मा राष्ट्रिय टोलीले आईसीसी विश्वकप छनौटको लागि छनौट हुनु थियो। टोलीको प्रतियोगिताको यात्रा उल्लेखनीय भन्दा कम थिएन। खेलाडीहरूले ठूलो चरणमा पुग्न आफ्नो सबै थोक दिए। यद्यपि उनीहरू विश्वकपमा पुग्न सकेनन्। तर नेपालको राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप छनौटमा उल्लेखनीय प्रदर्शन गरेपछि एक दिवसीय अन्तर्राष्ट्रिय ओडीआई को मान्यता प्राप्त गरेर इतिहास रच्यो। यो उपलब्धि टोलीको समर्पण र सिपको प्रमाण थियो। नेपालमा क्रिकेटको विकास र भविष्यको सम्भावना निर्विवाद छ। सही सहयोग र लगानी भएमा खेलकुद कति टाढा जान सक्छ भनेर भन्न सकिँदैन। नेपालमा क्रिकेटमा संलग्न प्रशंसकदेखि खेलाडीसम्म सबै एउटै साझा लक्ष्यतर्फ काम गरिरहेका छन्, खेललाई नयाँ उचाइमा पुर्याउने। त्यसो भए नेपालको क्रिकेटको अवस्थाको बारेमा तपाईलाई के लाग्छ? आफ्ना विचारहरू तल कमेन्टमा व्यक्त गर्नुहोला। यदि तपाई नेपालमा खेलकुदको बारेमा थप जान्न इच्छुक हुनुहुन्छ भने यस विषयमा अन्य भिडियोहरू हेर्नुहोला। धन्यवाद।